निर्देशक सुरेन्द्र पौडेलको फिल्म वरिष्ठ बलराम, जसको छायाङ्कन चितवनको विभिन्न ठाउँहरूमा भएको छ। मुभीले सामाजिक कथावस्तु समावेश गरेको छ, जसमा अभिनेता दयाहाङ राई, विजय बराल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी र अभिनेत्री समृद्धि अर्याल, सृजना सुब्बाको अभिनय रहेको छ। तर चलचित्रको मुख्य पात्र को हुन् भन्ने अझै खुलासा भएको छैन। पछिल्लो समयमा विजय बराललाई पनि पूर्णबहादुरको सारङ्गीपछि मुख्य अभिनेताको भूमिकामा देख्न पाइएको छ। दयाहाङ राई प्रायजसो मुभीहरूमा मुख्य पात्रमै देखिएका छन्, त्यसैले यी दुई बीचमा को मुख्य भूमिकामा छन् यो अझै प्रष्ट भएको छैन। यस चलचित्रले अडियन्समा कन्फ्युजन र सस्पेन्स बढाइरहेको छ। मुभीको टाइटलमा बलराम छ। प्राय मङ्गोलियन फेस भएकोहरूको नाम बलराम हुन्न, तर हुँदै नहुने पनि होइन। यही कुराले अडियन्सहरूलाई सस्पेन्समा राखेको छ। चलचित्र आउने लक्ष्मी पूजाको दिनको अवसर पारेर कार्तिक 3 मा रिलिज हुँदैछ।